आजको यस सिजनको स्थापना दिवसको पुरस्कार वितरण समारोहका अध्यक्ष तथा सिजनका वर्तमान अध्यक्ष माननीय उद्योग वाणिज्य आपूर्ति मन्त्रीज्यू, नेपाल सरकारका पूर्व सचिव तथा नेपाल सरकारका उच्च स्तरका अधिकारीज्यूहरू, सिजनका पूर्व अध्यक्षज्यूहरू, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल निर्माण व्यवसायी महासङ्घ, नेपाल च्याम्बर अफ कमर्सका वर्तमान पूर्व अध्यक्षज्यूहरू, अर्थशास्त्रीज्यूहरू, पत्रकार साथीहरू, सेजनको स्थापना कालको प्रारम्भदेखि नै म सेजनसँग नजिक सम्पर्कमा रहेर काम गरेको हुनाले यो गएको करिब 25 वर्षको अवधिमा सेजनले गरेको प्रगति अत्यन्त सराहनीय लाग्छ। नेपालको अर्थतन्त्रको सही चित्र आम नागरिक समक्ष प्रस्तुत गर्नको निमित्त र कतिपय अवस्थामा सही सूचना प्रवाह गरेर आर्थिक गतिविधिहरूलाई सही दिशामा डोर्याउनको निमित्त सेजनका सम्पूर्ण सदस्यहरूले आफ्नो सञ्चार माध्यममा क्रियाशील भएर पुर्याउनु भएको योगदानको निमित्त म हार्दिक धन्यवाद दिन चाहन्छु। विभिन्न विधामा नेपाल सरकारले गर्नुपर्ने सुधारका विषयहरूलाई समेत उठाएर लगातार प्रतिवेदन गर्दै आउनु भएर अहिले आज पुरस्कृत हुनुभएका पत्रकार साथीहरूलाई म हार्दिक सम्मान गर्दछु। उहाँहरूले उठाउनुभएका तीनटै विषय अर्थ मन्त्रालयमा गएको 2 महिनाको अवधिमा काम भएकै विषयहरू रहेछन्। खास गरी आयोजना ब्याङ्कमा प्रविष्टि गर्दै नगरेको, एमटेपमा पर्दै नपरेको, राजनीतिक दबाव र आग्रहको आधारमा स्रोतको सदुपयोग नहुने गरी, मैले त्यसलाई दुरुपयोगै नभनिहालौँ, स्रोतको सदुपयोग नहुने गरी, करदाताको पैसाको भ्यालु फर मनी नहुने गरी विनियोजन भएको रकमको बारेमा पत्रकारले उठाइदिएको आवाजको कारणले पनि सिर्जेको दबावले हामीलाई त्यो हिम्मतिलो काम गर्नको निमित्त एउटा ढाडस पनि मिल्यो र अहिले त्यो कार्यान्वयनमा छ। त्यसमध्येमा कतिपय जुन गोलपत्र भइसकेका थिए अथवा काम प्रारम्भ भइसकेका थिए अथवा दायित्व सृजना भइसकेका थिए ती कामहरू चाहिँ अहिले जारी छन्। त्यो बचत गरेको रकमको कारणले पनि राष्ट्रिय प्राथमिकताका उच्च महत्त्वका निजी क्षेत्रको लगानीलाई सहयोग पुर्याउन सक्ने ठुला पूर्वाधारमा अहिले थप रकम प्रवाह गरेर काम चाँडो सम्पन्न गराउनको निमित्त बाटो खुलेको छ। यहाँले देखिहाल्नुभयो कतिपय राजमार्गहरूमा काम ज्यादै ढिला सुस्ती ढङ्गले भएको थियो। अहिले ती राजमार्गहरूमा पहिलाभन्दा मैले ज्यादै तीव्र गतिले काम भएको छ भनेर भन्दिनँ, दाबी गर्दिनँ, तर पहिलाभन्दा तीव्र गतिले काम भएको छ भन्ने सञ्चार माध्यमले आएको प्रतिवेदनबाट रिपोर्टबाट मलाई जानकारी भएको छ। त्यो खुसीकै कुरो हो। त्यसै गरी धितोपत्ता बजारको विकृति र पूर्व विशिष्ट अथवा वर्तमान विशिष्टले पनि करदाताको रकमको अनधिकृत उपयोग कतिपय अवस्थामा अथवा कतिपय अवस्थामा कानुनले दिएको भन्दा बढी सुविधा प्रयोग गरेको विषयमा जुन विषय उठान गरेर आज पुरस्कृत हुनुभयो, त्यो कामको पनि एउटा खुड्किलो हामीले पार गरेका छौँ। आगामी दिनहरूमा कानुनद्वारा व्यवस्थित गरेर सबै पूर्व विशिष्टहरू अथवा पूर्व विशिष्टहरूले करदाताको पैसाको उपयोग हुने गरी आफ्नो सुरक्षा र आफ्नो सुविधाको व्यवस्था गर्नुपर्छ भन्ने विषयमा अहिले हामी एउटा प्रक्रिया, एउटा कार्यविधि निर्माणको चरणमा छौँ। कतिपय कुराहरू कानुन परिवर्तन गर्नुपर्ने कुराहरू छन्, जो हुँदैछ। सेजनले सुरुदेखि नै उदारवादी आर्थिक सोचलाई संस्थागत रूपमा अगाडि बढाएको मैले देखेको छु र उदारवादी आर्थिक सोच र प्रत्येक व्यक्तिको आफ्नो आर्थिक क्षमता, आफ्नो योग्यता प्रयोग गरेर बजारमा अर्थतन्त्रमा भएको अवसरलाई उपयोग गर्न पाउनुपर्छ र त्यस्तो किसिमको कानुनी वातावरण तयार गर्नुपर्छ, त्यस्तो किसिमको शासकीय प्रबन्ध हुनुपर्छ भनेर लगातार वकालत गर्ने र आफ्नो कार्यकालभरि त्यस्ता प्रबन्धहरू गर्नको निमित्त क्रियाशील रहनुभएका मेरा अग्रज स्वर्गीय भोला चालिसाको नामबाट स्थापित पुरस्कार पनि आजै वितरण भएको छ। यो पुरस्कार एउटा पत्रकारको सम्मान मात्रै होइन, यो पुरस्कार नेपालमा उदारवादी आर्थिक सोचलाई अगाडि बढाउनको निमित्त र त्यस माध्यमबाट लोक कल्याणकारी कार्यक्रमहरू राज्यको सोचबाट सञ्चालन गरेर सामाजिक न्याय पनि कायम गर्ने तर आर्थिक वृद्धिमा सहयोग हुनको निमित्त प्रत्येक व्यक्तिलाई अवसरबाट कुण्ठित नगर्ने, रोक लगाउने जुन एउटा धारणा स्थापित हुनुभएको छ त्यसको निमित्त त्यो स्थापित गर्न प्रयत्न गरेकोमा म समृद्धि
वृद्ध फाउन्डेसन समृद्धि फाउन्डेसनका साथीहरू र सृजन दुबैलाई धन्यवाद दिन चाहन्छु र एउटा पूर्व सचिवको सम्मान गरिएर दिएको पुरस्कारको निमित्त उहाँको परिवारका सदस्यहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। मैले यहाँहरूबाट सुन्नेभन्दा यहाँहरूलाई सुनाउने कुराहरू धेरै कम छन्। म सञ्चार माध्यममा आएका कुराहरू धेरै जसो फलो गर्छु र यहाँहरूले कतिपय अवस्थामा मलाई गलत काम गर्नबाट बचाउनु भएको छ र सही काम गरेको छ भने कागज पनि दिनुभएको छ। त्यो सबै कामको निमित्त प्रत्येक पत्रकार साथीहरूलाई मैले व्यक्तिगत रूपमा हार्दिक धन्यवाद दिन चाहन्छु। तर यति भन्दा भन्दै मैले संक्षेपमा केही कुराहरू भन्नुपर्ने पक्कै पनि हुन्छ। अहिले निजी क्षेत्रका उच्चस्तरीय सङ्गठनका प्रतिनिधिहरू यहाँ हुनुहुन्छ। उहाँहरूले पनि आफ्नो भनाइ राख्ने क्रममा हामीले के दिइरहेका थियौँ मुलुकमा रोजगारी सृजना गर्नको निमित्त, आर्थिक वृद्धि गर्नको निमित्त, सरकारको राजस्व आधार विस्तार गर्नको निमित्त र मुलुकलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रमा एउटा सबल राष्ट्रको रूपमा उभ्याउनको निमित्त हामीले आफ्नो दिलो ज्यान लगाएर, आफ्नो पुँजी लगाएर, आफ्नो श्रम लगाएर, आफ्नो बुद्धि लगाएर, आफ्नो विवेक लगाएर, उद्यमशीलता प्रयोग गरेर हामीले लगानी गरेका थियौँ। हाम्रो लगानीमाथि, हामीले सिर्जना गरेको सम्पत्तिमाथि प्रत्येक पटक आन्दोलन हुँदा, प्रत्येक पटक राजनीतिक असन्तुष्टि व्यक्त गर्दाखेरि त्यो असन्तुष्टि हामीमाथि नै किन बज्रिन्छ र हामीमाथि नै किन प्रहार हुन्छ भनेर उहाँहरूले पक्कै पनि आज कुरा उठाउनुहुन्छ र प्रत्येक पटक उहाँले उठाउनुहुन्छ। यो लगातार मेरो विचारमा आगामी दिनमा पनि उठ्नै पर्छ। मैले के भन्ने गरेको छु भने मुलुकमा जोसुकैले सम्पत्ति सिर्जना गरे पनि, कसैले हाइड्रो पावर बनायो, कसैले डिपार्टमेन्ट स्टोर खोल्यो, कसैले होटल बनायो, कसैले उद्योग स्थापना गर्यो भने त्यो मुलुकको सम्पत्ति, त्यो नेपालकै निजी क्षेत्रमा लगानी गरेको हो कि विदेशी लगानी गरेको भन्ने कुरा कति पनि मानिराख्दैन भन्ने कुरा हामीले कतिपय विगतमा विदेशी लगानीकर्ताले लगानी गरेको सम्पत्ति अहिले आज हामीले प्रयोग गरिरहेका छौँ। त्यसको स्वामित्व हस्तान्तरण भएर नेपाली लगानीकर्ताका हातमा आएको हो, कतिपय स्वामित्व हस्तान्तरण गरेर नेपाल सरकारको हातमा पनि आएको हो। सम्पत्ति सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरबाट कुनै गल्ती गरेको छ भने उसलाई कारबाही गर्ने कानुनहरू हुन्छ। कानुन सम्मत ढङ्गले कुनै पनि व्यक्तिलाई अपराधी करार गर्ने अथवा कारबाही गर्ने, सडकबाट कसैलाई अवरोध लगाएर अपराधी करार गर्नु चाहिँ एउटा कानुनी राज्यमा मिल्दै मिल्दैन। त्यो घटना, त्यो दुर्घटनाहरू किन हुन गयो? यो त्यत्तिकै हुँदैन। आजभन्दा 200 वर्ष अगाडि यस्तो घटनाहरू घट्दै घट्दैन। आज किन घटिरहेछ? आज सूचना यति तीव्र वेगले मानिसहरूको पहुँचमा पुग्छ र हामी लोकतन्त्रमा विश्वास गर्छौँ, विचार व्यक्त गर्न पाउने कुरामा व्यक्त गर्न विश्वास गर्छौँ, त्यसलाई कुण्ठित गर्न हुँदैन। तर गलत सूचना केही पनि प्रभाव भयो भने त्यसले ल्याउने ध्वंसले प्रकारहरूले आफूलाई पनि सिद्ध्याउँछ। आफैतिर फर्केर आउने आगोको लप्का सम्झेर कुनै पनि सूचना प्रसार गर्नुभन्दा अगाडि यो सूचना आधिकारिक हो कि होइन, कदाचित त्यो सूचना आधिकारिक रहेछ भने पनि त्यसको प्रभाव चाहिँ के पर्छ भनेर विश्लेषण चाहिँ पक्कै पनि गर्नुपर्छ। मेरो विचारमा त्यो पत्रकारिताको धर्म पनि हो, त्यो हरेक मान्छेको धर्म हो। सत्य सूचना, सही सूचना, तथ्यले प्रमाणित सूचना निश्चित रूपमा सार्वजनिक गर्नुपर्छ। कतिपय अवस्थामा त्यस्तो सूचनाको पनि खराब प्रभाव पर्न सक्छ। एउटा प्रभाव मैले भर्खर भनिहालेँ, गलत सूचना प्रभाव भएको कारणले पनि कतिपय क्षति भएको छ, मैले गाँस पनि। तर कतिपय सत्य सूचना छ भने पनि त्यसले हाम्रो दौत्य सम्बन्धलाई खराब गर्छ। हामी नेपाल विश्वमा एक्लो राष्ट्र होइन, हामीले जे भने त्यो चल्दैन। हामीले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दाखेरि कतिपय कुराहरूमा सन्तुलन पुर्याउनु पर्ने हुन्छ। सञ्चार माध्यममा आएको समाचारको कारणले कुनै विदेशी राष्ट्र हामीसँग नाकमा रिसाउनु पर्ने बिन्दुमा पुग्नुपर्छ र त्यसको प्रतिफल स्वरूप हामीले कुनै परिणाम भोग्नुपर्छ भने त्यो हामी कसैको लागि पनि राम्रो होइन। दौत्य सम्बन्धको बारेमा यदि हामीले कुनै सूचनाहरू प्रसारण प्रकाशन गर्दैछौँ भने आधिकारिक निकायसँग एकाकार सोधियो भने के मिल्दैन। त्यसको निमित्त परराष्ट्र मन्त्रालय छ, कूटनीतिक विषय हो भने, आर्थिक विषय हो भने अर्थ मन्त्रालय छ, औद्योगिक र लगानीको विषय हो भने उद्योग मन्त्रालय छ। के हो त यो विषय? कतिपय कुराहरू परस्पर संवाद क्रममा रहेका हुन्छन्। हामी र कोरियाको बिचमा, हामी र पेरुको बिचमा, हामी र भियतनामको संवादको क्रममा रहेका हुन्छन्। संवादको क्रममा रहेर एउटा सुलभमा पुग्ने बिन्दुमा सरकारका अधिकारीहरू, सरकारका प्रणालीहरू चाहिँ क्रियाशील रहेका हुन सक्छन्। फ्याट्ट कुनै सूचना आइदियो भने त्यो दौत्य सम्बन्धलाई दरार पुग्छ। त्यसले कसैलाई फाइदा
यो विषयमा हामी सचेत भएर राम्रो हुन्छ कि भन्ने मैले आज यहाँहरूको वार्षिक उत्सवको अवसरमा स्मरण गर्न खोजेको। योभन्दा धेरै कुरा गरेँ भने मुख्यमन्त्री जाने भएर हामीलाई सिकाउन थाले भन्नु होला। हालाकि म यहाँसँग निरन्तर संवादमा रहन्छु। यस्तो कुराहरू गर्नको निमित्त अरू मौका अरू अवसर फेला नपर्ने होइन। तर आज यहाँ विशिष्ट अवसरमा सूचनाको महत्त्वको बारेमा सूचनाको महत्त्वको बारेमा त अझै कुरा गर्ने भने यहाँ 2-4 जना अर्थशास्त्री नै भेला गर्नुपर्छ। अर्थशास्त्रका धेरै सिद्धान्तहरूको माथिपट्टि हाम्रो कुसुम म्याम हाँस्दै हुनुहुन्छ। हामीलाई पढाउने बेलामा सेटेरिस पेरिभर्स अदर थिङ्स रिमेनिङ सेम भनेर इन्फर्मेसन इज एक्सेसिबल टु अल एन्ड इन्फर्मेसन इज करेक्ट भनेर उहाँहरूले नै पढाउनुहुन्थ्यो र हामी पढ्थ्यौँ। हामीले सूचनाको महत्त्व, सूचनाको कारणले पर्ने बजारमा पर्ने प्रभाव, प्रत्यक्ष रूपमा कतिपय अवस्थामा धितोपत्ता बजारमा प्रभाव पर्छ, कतिपय अवस्थामा सम्पत्तिको बजारमा प्रभाव पर्छ, कतिपय अवस्थामा मानिसहरूको लगानी गर्ने सोचमा प्रभाव पर्छ। एकदम असल वातावरण छ भन्दै पनि मानिसहरू लगानी गर्ने सोच बनाएर जान्छ। एउटा त अब सरकारले 20 लाख मात्रै पर्यटक पहुँच गरेर घोषणा गरिदिएको कारणले मात्रै नेपालमा होटेलमा लगानी गर्ने बार आयो। हालाकि कोभिड-19को कारणले हामीले 20 लाखको लक्ष्य पूरा हासिल गर्न सकेनौँ। त्यो सरकारले दिएको सन्देश थियो, सूचना थियो कि हामी त्यो वातावरण तयार गर्न उद्यत छौँ, तयार छौँ, नयाँ क्षेत्र आउनुहोस् भनेर आह्वान गरेको सूचना थियो। त्यति सूचनाले लगानीकर्ता पर्यटन व्यवसायमा हुने लगानीकर्तालाई अहिले यो ठाउँमा अवसर छ भनेर सरकारले भन्यो भने त्यो ठाउँमा लगानीकर्ता जानुहुन्छ। तर त्यो सूचनाको वास्तविकता होइन, त्यो गलत हो भने लगानीकर्ता डुब्ने सम्भावना रहन्छ। त्यस कारणले सूचना सम्प्रेषण गर्ने क्रममा हामीले प्रत्येक पटक हाम्रो यो वार्षिक दिवसको अवसरमा हामीले स्मरण गरौँ, मनन गरौँ कि हामी समाज अर्थतन्त्रलाई अगाडि लैजानको निमित्त, सकारात्मक सोच बढाउनको निमित्त, अर्थतन्त्रका चरित्रलाई सही तरिकाले व्याख्या गर्नको निमित्त हामीहरू केन्द्रित हुनेछौँ भन्ने कुरा सबैलाई यो प्रेरणा मिलोस् भन्दै म यहाँहरूलाई आजको कार्यक्रममा प्रमुख अतिथिको हैसियतले बोलाएर पुरस्कार दिने मौका पनि दिनुभयो र संक्षेपमा बोल्ने मौका दिनुभयो। यो मैले आफैले बोल्दाखेरि पनि ठिक हुन्छ भनेर सेदरका साथीहरूलाई लेख्न लगाएको थिएँ। यसैलाई नै सम्वाद गरेर मैले बोलेको छु। धन्यवाद।